हेलो गाइस आज मलाई भाइले बोलायो अनि म गएँ। किन गएँ भन्दा आज स्केटिङ खेल्न जाऊँ न दिदी भनेर भनिरहेको थियो। जाऊँ त जाऊँ भनेर यस्तो हिँडिदिएको हामी अनि यस्तो भिडियो बनाउन त यसरी भिडियो बनायो भने भाइरल हुन्छ भने सुनेको थिएँ कि अनि यस्तो भिडियो बनाएको अनि उसलाई फेरि कस्तो लाज लाग्यो नि मैले भिडियो बनाएको देखेर साइड लुक दिँदैछ। अनि हामी हिँड्यौँ अनि आइपुग्यो। यो चाहिँ हरहर महादेव चोकमा रहेछ यो स्केटिङ खेल्ने ठाउँ। अनि म त सुरुमै जाने बित्तिकै बङ्लङ्गै लडेँ। यस्तो मजाले लडेँ कि ढाड अहिलेसम्म दुखिरहेको छ। अनि मलाई गुरुजीले सिकाउँदै हुनुहुन्छ है, ब्रदरले मलाई सिकाउँदै हुनुहुन्छ। अनि हो दिदी पनि आइपुग्नु भयो अनि मलाई ज्ञान दिँदै हुनुहुन्छ दुईजना यसरी ब्यालेन्स गर्नुपर्छ भनेर सुन्दैछु। अनि बिस्तारै हिँडाउन सिकाउँदै हुनुहुन्छ। म हिँड्दैछु ओ अब मलाई कसैले समात्नु पर्दैन। आफैले ब्यालेन्स गर्न सक्ने भए म यस। ओ लडेँ आमा लडेँ लड्न त कतिपल्ट लडेँ। गर्मी थियो लास्टै है। इम्प्रुभ हुँदैछ मेरो। ओ आफै लडेर आफै ब्यालेन्स गर्न सिकाएँ है मैले। यो चाहिँ हिँड्दैछु जे रमाइलो हुँदो रहेछ गाइस। यो आई हेभ टु ट्राई। अनि जिन्सहरू चाहिँ नलगाउनु होला। जिन्स लगाउन एकदम धेरै गाह्रो हुन्छ होइन। कसलाई आएर मक्ख पर्दैछ। ओ लडेँ छ्या आफ्नो भोइस आफैलाई क्रिन्ज लाग्ने त मलाई मात्र होला छि।